के भ्यू खुल्न खोज्दैछ है। यताबाट चर्को बादलहरू हानिरहेछ। हामी चाहिँ ठ्याक्क पासनिर छ, यसलाई चाहिँ पास भन्छ। यता चाहिँ टिकाडाँडा रे, आधी घन्टा ट्रेक फ्रम हियर। अनि म चाहिँ तपाईहरु हामी सबैको प्यारो गणेश कुमार भन्नुहुन्छ। घाम ठ्याक्क भर्खरै फेसमा आउँदैछ है। द्याट्स देयर द सन। बादल चाहिँ हाम्रो चाहिँ मेरो माग चाहिँ के भन्दा डिमान्ड चाहिँ के भन्दाखेरि चाहिँ बादल चाहिँ हट्नु पर्यो, भ्यू क्लियर हुनु पर्यो, एकचोटि सर र भ्यू इन्जोय गर्नु पर्यो हैन। अनि त्यसपछि चाहिँ भ्यू इन्जोय गरिसकेपछि चाहिँ लागिरहेछ, घाम लाग्न खोजिरहेछ, भ्यू पनि क्लियर हुन खोजिरहेछ। सायद 5-6 वर्षमा चाहिँ हुन्छ होला, तर हाम्रो केटाहरू चाहिँ छिटै जान्छु भनिरहेछ उनीहरू चाहिँ हैन। एज अ यहाँ अब नेचर लभर आइसक्यो हैन, हामी आइसकेपछि एकचोटि जिन्दगी आउनु त धेरै आयो होला, तर एकचोटि आइसकेपछि एकचोटि सट्ट यो मेरो पछाडि चाहिँ सबै हिमाल धौलागिरी रेन्ज देखिन्छ अरे हैन। यता चाहिँ धुरबाडन अनि ट्याक्क धौलागिरी रेन्ज हेरेर यहाँबाट हैन। धौलागिरी रेन्ज हेर्न त हामीले त धेरै ठाउँबाट हेरिसक्यो, पुनिलबाट हेऱ्यो, मार्दीबाट हेऱ्यो हैन, खोप्राबाट हेऱ्यो, के अरे दोबाटोबाट हेऱ्यो, मूलदेबाट हेऱ्यो हैन, धेरै ठाउँबाट हेर्नु चाहिँ आज यहाँबाट पनि हेर्दैछौँ। फेरि हाम्रो यो बुकीपाटनबाट पनि फेरि एकचोटि फेरि हैन यताको भ्यू चाहिँ कस्तो छ त, अनि त्यो पनि हेरौँ न भन्ने कुरा। यस्तो चिसो छ, ग्लोभ्स पनि लिन बिर्सियो हैन, तलै छोड्यो। हामीले चाहिँ एक्सपेक्टै गरेको थिएन, किनकि धुरपाटन चाहिँ एक्सपेक्टेसन भन्दा चाहिँ अझै कम चिसो थियो क्या। एक्सपेक्टेसन भन्दा चाहिँ कम चिसो थियो धुरपाटन चाहिँ। यहाँ चाहिँ औडा चिसो रहेछ। अनि अरू सबै चाहिँ तल भित्र टेन्टमा सुत्नको लागि गयो। अनि चाहिँ आम्मा ल हेरौँ लाइट, ल हेरौँ लाइट, ल हेरौँ लाइट है। ए भगवान क्या दिखा रहे हो ये मेरे को, हे भगवान क्या दिखा रहे हो आप मेरे को। अनि त बबाल इन्द्रेणी त कस्तो बबाल देखिरहेको छ, बबाल यार, द्याट्स ब्लेसिङ है। मैले आज नयाँ कुरा यस्तो बबाल कुरा देखाएको छ हैन, कसम यस्तो एनर्जी आउँछ नि यस्तो भयो भने चाहिँ। नेपालको झन्डा श्रीपेजको 9 रङ्ग ट्राफिक चरीले बोकेको हुन्छ भने जस्तो हैन। यस्तो कसम मोबाइलमा पनि चार्ज सक्यो हैन, पावर ब्याङ्कमा पनि चार्ज सक्यो। त्यहाँनिर त यस्तो बवाल देखिरहेको नि, त्यहाँनिर 6-7 कलर देखिरहेको छ आकाशमा यार। के हो त्यस्तो भन्दाखेरि चाहिँ नेचर हो है, अल इट्स नेचर। म चाहिँ मेरो साथीहरूलाई खोज्न जान्छु, चार्ज पनि सक्यो, डेड भयो लगभग। तिनीहरूको मोबाइलमा चार्ज छ, उनीहरूको मोबाइलबाट रेकर्डिङ गर्नुपर्ने हुन्छ हामीले चाहिँ हैन। सो दिस इज बुकीपाटन हैन। यहाँबाट